हेलो नमस्ते सम्पूर्णलाई के छ सबैजना सन्चै हुन्छ आई होप सन्चै हुनुहुन्छ। आज म एउटा फरक खालको विषय है हाम्रो न्युमरोलोजी त छँदैछ तर पनि एउटा अर्को फरक खालको चाहिँ जो जोस जाँगर भनेर जीवनलाई परिवर्तन गर्न चाहनुहुन्छ उहाँहरूको लागि चाहिँ केही टिप्स लिएर आएको छु एउटा है त एउटा त्यो टिप्सको लागि चाहिँ म एउटा सानो स्टोरीबाट सुरुवात गर्न चाहन्छु है। एउटा गाउँमा कुमाले दाइ रहेछ है, कुमाले दाइ बस्नु हुँदो रहेछ त्यहाँ है। अनि त्यस ठाउँमा चाहिँ एक दिन कुमाले दाइको सुर चलेर भाँडाहरू माटोको भाँडा बनाउन थाल्नु। त्यो चाहिँ के बनाउन थाल्नु भने चिलम, चिलम भन्ने थाहा पाउनुहुन्छ नि, करै चिलम के कर्ताने है। त्यो बनाउँदै हुनुहुनेछ, जस्तो माटो गुथेर 2-4वटा बनाउनु, 10-12वटा जति समथिङ बनाउनु। त्यो बनाउँदा बनाउँदै हाम्रो कुमारले भाउजू चाहिँ टुप्लुक्क आइपुग्नुपर्छ। अनि त्यसपछि आइपुगेपछि उहाँलाई सोध्नुभयो, बुढा के बनाउँदै हुनुहुन्छ भन्दाखेरि आजभोलि सिजन छ, सबैजना यो चिलम तान्ने चाहिँ प्रचलन चलिरहेको छ, जस्तो कक्कर खाने चलन चाहिँ छ। त्यसले गर्दाखेरि म चिलम बनाउँदैछु, चिलम बनाएपछि बिक्छ र आम्दानी हुन्छ भन्ने कुरा चाहिँ भनेको हुनेछ। अनि त्यस बखतै कुमारले भाउजूले के भन्नुभएको छ, कुमारले भाउजूले भने हत्तेरिका बुढा यस्तो गरेर पनि हुन्छ, मतलब चिलमबाट थोरै प्रफिट होला, तर हाम्रो अहिले गर्मीको सिजन सुरु हुँदैछ, मट्का भन्ने थाहा पाउनुहुन्छ नि है, घैटाकै घैटो भन्छ नि हामी है। त्यो मट्का बनाउनुहोस्। अनि मट्का बनाएपछि आजभोलि गर्मीको सिजन छ, मान्छेहरूले पानी खानलाई चिसो बनाएर पानी खानुहुन्छ। अनि त्यो चाहिँ अलिक धेरै बिक्छ, हाम्रो बिजनेस धेरै हुन्छ, महँगो पनि पर्छ भन्ने कुरा गरिसकेपछि फेरि चिलम बनाएको, तपाईँको चिलम बनाएको त्यो माटोभरि सबै फेरि गुथेर चाहिँ उहाँले चाहिँ फेरि मट्का बनाउनु भएको छ, जस्तो तपाईँको घैटा बनाउनु भएको छ कि है, घैटो। अनि घैटो बनाइसकेपछि उहाँ अनि माटोबाट आवाज आएछ, भित्रबाट माटोले मुस्कुराउँदै भनेछ, तपाईँ पहिला केही बनाउँदै हुनुहुन्थ्यो दाजु, अहिले के बनाउनुभयो, किन यस्तो गर्नुभयो भनिसकेपछि, जस्तो चिलम बनाउँदै हुनुहुन्थ्यो, मट्का बनाउनु भयो, अहिले किन यस्तो गर्नुभयो भन्दाखेरि मेरो सोच परिवर्तन भयो। त्यसैले गर्दाखेरि गर्मीको सिजन छ, पानी चाहिँ चिसो बनाउने जस्तो मट्का चाहियो, योले गर्दाखेरि चिसो पानी खान्छन् सबैजनाले भनेर यसको व्यापार अलिक धेरै होला भनेर मैले यसो बनाएको भनेर कुमार दाइले भनिसकेपछि माटोबाट मुस्कुराउँदै आवाज आयो होइन। तपाईँको त सोच परिवर्तन भयो र चिलमबाट घैटो जस्तो घैटो अथवा मट्का बनाउनु भयो, तर मेरो त जीवन परिवर्तन भयो। आगो चिलम हुन्थ्यो भने अरूलाई पनि जलाउँथेँ, प्लस आफू पनि जल्थेँ। अब मट्का भयो, जस्तो यसमा जल भर्छ, पानी भरिन्छ, आफू पनि शीतल हुन्छु, अर्कालाई पनि शीतल बनाउँछु भन्ने कुरा चाहिँ उसले गरिसकेपछि सारांशमा के हो भन्नुहुन्छ भने जहिले पनि सोच परिवर्तन गर्नुपर्छ क्या। सोच परिवर्तन गर्यो भने जिन्दगी चाहिँ परिवर्तन। यदि कुमारले सोच परिवर्तन नगरेको भए चिलमबाट घैटो चाहिँ बन्दैन थियो है त। त्यसै गरेर हामीले पनि सोच परिवर्तन गरेर चाहिँ जिन्दगीलाई अगाडि बढाउन सक्छौँ।